समुदायको सङ्घर्षबाट नेपालमा लामो समयदेखि चाहिँ स्थापित जरो गाडेर चाहिँ नेपाली समुदायमाथि चाहिँ शोषण लादेको राजतन्त्रको सम्म अन्त गर्न हामी सफल भयौँ। 63 सालबाट 83 सालसम्म आउँदाखेरि पनि हामीले पार्टीको लाइन, कम्युनिस्ट लाइन, जनयुद्धलाई स्थापित गर्नका निमित्त हामीले आदर्श मानेका नेताहरूसँग चाहिँ हामीले सोच्दै नसोचेको 2 लाइन सङ्घर्षहरू गर्न पर्यो। उहाँहरूको नेतृत्वलाई आँट गरेर अगाडि बढ्न पर्ने बाध्यतात्मक स्थिति सिर्जना हुन पुग्यो। यस्तो अवस्थामा हामीले कमरेड प्रचण्ड, कमरेड वैद्य, कमरेड विप्लव, कमरेड कञ्चन र कमरेड पूर्णसिंह समरजङसँग चाहिँ विद्रोह गर्दै समरजङलाई चाहिँ हामी बहुमतले चाहिँ उहाँको गतिविधिहरू, उहाँको संशोधनवादी चाहिँ नीति नियमका विरुद्ध चाहिँ सङ्घर्ष गरेर बहुमतले चाहिँ उहाँलाई कारबाही गरेर आज हामीले चाहिँ समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेला सफल पारेका छौँ र यसले केही निर्णयहरू गरेका छौँ। अब म तपाईहरूलाई मेरो परिचय दिँदै म यस पार्टीको सचिवालय सदस्य चुडामणि श्रेष्ठ मन्जिल, मेरो घर सिन्धुपाल्चोक हो। म विगत जनयुद्धमा तपाईँको चाहिँ जनमुक्ति सेनामा आबद्ध भएर सङ्घर्षरत थिएँ। अब हामी यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा समाजवादी कम्युनिस्ट पार्टी नेपाल एकता राष्ट्रिय भेलाद्वारा नवनिर्वाचित महासचिव कमरेड अशोक सुवेदीलाई यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।